संकल्प एउटा प्रक्रियागत एवं मानसिक उपाय हो काम सम्पन्न गर्नका लागि। जानेर या नजानेर, थाहा पाएर या थाहा नपाएर गरेको संकल्पको परिणाम नै आजको हाम्रो अवस्था हो। हामी श्रीमान श्रीमती मिलेर संयुक्त रूपमा लेखेको आफ्नो किताबको यो सानो अंश प्रस्तुत गर्दैछु। कामलाई योजनाबद्ध रूपमा गर्छु र लक्ष्यमा पुग्छु भन्ने एउटा दृढ अठोट संकल्प। बिना उद्देश्य संकल्प लिइँदैन भने संकल्प बिनाको उद्देश्य पूरा पनि हुँदैन। मानिसका व्यक्तिगत सफलता हुन् या राष्ट्रका, ती संकल्पका परिणाम हुन्। जो संकल्पको मार्गमा हिँड्छ ऊ लक्ष्यमा पुग्न सफल हुन्छ र जो संकल्पको मार्गमा हिँड्न सक्दैन ऊ असफल हुन्छ। जसले गरे पनि, जुन राष्ट्रको व्यक्तिले गरे पनि योजनाबद्ध रूपमा काम गर्नेले नै सफलता हात पार्छ। सफलताको विज्ञान नै यही हो, सफलताको सूत्र पनि यही हो। कर्मप्रतिको उत्प्रेरणा, अभिप्रेरणा र मनोवैज्ञानिक इच्छा शक्ति नै संकल्प हो। तर हामी स्वभाव अनुसार कसैले भीष्म संकल्प लिएका हुन्छौँ। म यो गरेरै छाड्छु, देखाएरै छाड्छु भन्ने कठोर संकल्प। यस्तो संकल्प लिँदा दीर्घकालीन फाइदा छ कि छैन, आफ्नो हितमा छ कि छैन, आफ्नो हितमा भए पनि अरूलाई कस्तो असर पर्छ, बडो ख्याल पुर्याउनु पर्ने हुन्छ। अर्को स्वभाव हुन्छ मानिसको विकल्प, दोधारमा पर्ने, समयमा निर्णय लिन नसक्ने। यस्तो अवस्थामा के गर्न खोजेको, किन गर्न खोजेको, उद्देश्य र लक्ष्य के हो नै भुल्ने र निर्णय लिन नसक्ने हुँदा जीवन सही मार्गमा जान सक्दैन। जुन कर्मप्रतिको संकल्प लिँदा शान्ति, प्रीति, आनन्द र शुभ हुन्छ त्यो नै सम्यक संकल्प हो। भनिन्छ नि, गॉड हेल्प दोज हु हेल्प देमसेल्फ। एउटा दृढ इच्छा, पूरा गरेरै छाड्छु भन्ने इच्छा शक्ति नै संकल्प हो। के बन्छु, के गर्छु, किन गर्छु, कसरी गर्छु र केका लागि गर्छु जस्ता संकल्प अगाडि सारेर नै जीवनको यो घडीमा आइपुगेको छ। संकल्प सकारात्मक, नकारात्मक, राम्रा, नराम्रा, आफ्नो हित गर्ने, नगर्ने, अरूको हित गर्ने, नगर्ने, जुन पनि हुन सक्छन्। तर सकारात्मक संकल्पको फल राम्रो मिल्छ भने नकारात्मक संकल्पको परिणामले पश्चातापमा पुर्याउँछ।